अहिले अब चुनावी माहौल फेरि सुरु हुँदैछ हाम्रो देश नेपालमा। फेरि एकचोटि अब यो चुनावी माहौल आउँदैछ है। अनि अब जे जति पनि हाम्रो देशमा भ्रष्टाचारहरू भए है, भ्रष्टाचारी अथवा भ्रष्टाचार भनौँ न, त्यो भ्रष्टाचार हुनुको मुख्य कारण चाहिँ हामी नै हो है। हामी जनता भनौँ न, जनताले गर्दा नै सबै भ्रष्ट भएको हो, भ्रष्टाचारी भएका हुन्। किनभने अब अहिले अब चुनावी माहौल फेरि सुरु हुँदैछ। हामी मासु पुलाउमा बिक्छौँ है, 2-4 हजारमा बिक्छौँ। अब उसले खर्च गर्नुपर्छ, खर्च गर्नु बाध्यता पनि हो उसको, किनकि उसले जित्नु छ। अनि यति बेला उसले गरेको खर्च त्यति बेला माथि